नमस्कार सबैलाई। हाम्रो उद्देश्य भनेको मनोविज्ञानलाई सजिलो र बुझ्न योग्य बनाउनु हो। यस च्यानल मार्फत हामी मानसिक स्वास्थ्य, आत्मविश्वास र दैनिक जीवनमा प्रयोग गर्न सकिने मनोवैज्ञानिक ज्ञान साझा गर्नेछौँ। हामी चाहन्छौँ कि नेपालका युवादेखि वृद्धसम्म सबैले सजिलैसँग मनोविज्ञान बुझ्न र जीवनलाई अझ सकारात्मक बनाउन सकुन्। पहिलो विषय हो मनोविज्ञानको परिचय। साइकोलोजीको अर्थ जान्नभन्दा पहिले हामी यसको इतिहास जानौँ। यहाँ केही महत्त्वपूर्ण कुराहरू रहेका छन्। प्राचीन दर्शनमा वेद, उपनिषद, बौद्ध ग्रन्थमा मन, आत्मा, चेतना सम्बन्धी विचार पाइन्छ। बौद्ध र दर्शनको योगदान। बुद्धले दुःख, तृष्णा, चित्तशुद्धि जस्ता अवधारणालाई मनोवैज्ञानिक दृष्टिकोणबाट व्याख्या गरेको छ। अब हामी साइकोलोजीसँग जोडिएको केही तथ्यहरू बारे कुरा गर्न जाँदैछौँ। साइकोलोजी शब्द सबैभन्दा पहिले जर्मन दार्शनिक रुडोल्फ पोक्लिनियसले सन् 1590 मा प्रयोग गरेका थिए र यसलाई सबैभन्दा पहिला साइकोलोजिया नामक किताबमा लेखिएको थियो। अब यसको शब्द निर्माणको कुरा गर्ने हो भने दुई शब्दबाट बनेको हुन्छ, साइके प्लस लोगो। साइकेको अर्थ आत्मा र मन हो भने लोगोको अर्थ अध्ययन र विज्ञान हो। यी दुवै शब्द ग्रिक भाषाबाट आएको हो। त्यसो भने यसको अर्थ हुने भयो आत्माको अध्ययन र आत्माको विज्ञान। बढ्दो आधुनिकतासँगै बढ्दो मानसिक रोग। आधुनिकता हाम्रो जीवनलाई सजिलो बनाउँदैछ, तर यससँगै मानसिक रोग पनि बढ्दै गएको छ। अहिलेका मानिसमा स्ट्रेस, एङ्जाइटी, डिप्रेसन, फ्रस्ट्रेसन जस्ता कुराहरू भइ नै रहन्छन्। तनावले चिन्ता ल्याउँछ, चिन्ताले डिप्रेसन। जब यी गम्भीर हुन्छन्, मानसिक रोगमा परिणत हुन्छ। यस विषयमा हामी अर्को भिडियोमा विस्तारमा कुरा गर्नेछौँ। म आशा गर्छु कि तपाईँलाई यो भिडियो पर्यो। आगामी भिडियोहरूको सूचना पाउन सब्सक्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।